लेट्स स्टार्ट बिल्डिङ इलेक्ट्रोलाइसिस प्रोसेस। त्यसको लागि हामीलाई चाहिन्छ एउटा सानो डब्बा र यसको ढक्कन खोलिदिने यसरी मस्त गरेर। त्यसपछि हामीलाई चाहिन्छ पावर सप्लाई दिनको लागि एउटा चार्जर। तपाईँले ब्याट्रीको युज पनि गर्न सक्नुहुन्छ, बाँकी म चार्जर युज हान्छु। त्यसको वायरलाई चाहिँ दुईटा यस्तो क्लिपमा जोडिदिनु, नभए डाइरेक्टली तारमा जोडिदिनु। त्यसपछि हामीलाई चाहिन्छ कैँचीहरू काट्नको लागि, अनि त्यसपछि यो थोरै तारहरू, त्यसपछि एउटा पाइप। ढक्कनमा यसरी धुलो पारिदिनु। म यहाँ पार्दैछु, अलि गाह्रो भइरहेँ। यो दौरेवाला ढक्कन रहेछ, तर यो धुलो पऱ्यो। त्यसपछि हामीलाई चाहिन्छ सोलुसन बनाउनको लागि यो नुन र त्यसपछि पानी। 2-3 चम्मच नुन हालिदिनु। म यता 2 चम्मच जति नुन हालिदिन्छु र त्यसपछि यसको माथिबाट पानी हालिदिनु। हुन्छ त्यही भए। त्यसपछि यसलाई मिक्स गरिदिनु राम्रोसित। त्यसपछि एउटा तार जो कि नेगेटिभवाला हुन्छ त्यसलाई चाहिँ हामीले एउटा पाइप या फिर पेनभित्र हालिदिनु यसरी, जस्तो मैले हाल्दैछु। र यसलाई बाहिरबाट बाँधिदिनु, राम्रोसित बाँधिदिनु। यो तार फुत्किएर फेरि अलि समस्या हुनसक्छ। त्यो पाइपलाई चाहिँ या फिर पेनलाई चाहिँ यसरी यो भित्र हालिदिनु ढक्कनभित्र। त्यसपछि एउटा बलुन लिएर पाइपभित्र राम्रोसित फिक्स गरिदिनु। हल्का लिक भयो भने फेरि ग्यासहरू बाहिर जान सक्छ, त्यही भएर अलि राम्रोसित फिक्स गर्नुपर्छ। मैले धागोले फिक्स गरिदिन्छु, तपाईँले टेप हो या फिर अरू कुराहरू युज गर्न सक्नुहुन्छ। त्यसपछि यसलाई राम्रोसित फिक्स गरेपछि त्यसलाई अलि माथिबाट यो धागो लाएर यो धागोलाई चाहिँ अलि राम्रोसित बन्द गर्नको लागि यसरी पोलिदिने। अनि त्यसपछि यसलाई चाहिँ भित्र पानीभित्र यो र अर्को यो रातो तार लिएर भित्र यसलाई भित्रै हालेर यसलाई यसरी पानीभित्र हालिदिने, अनि यसलाई राम्रोसित टाइट गरिदिनु। अनि त्यसपछि यो बलुनभित्र भएको हावालाई चाहिँ मजाले निचेर बाहिर निकालिदिनु। यसको भित्र यस्तो पानी आउँछ थोरै, के नि हुन्न त्यो पानी आएर चाहिँ। त्यसपछि यो कुराहरू भइसकेको छ, अब यसलाई पावर दिन पनि हुन्छ। प्लस माइनसलाई सही तरिकाले मिलाएर राखिदिनु होला। हाम्रो पोजिटिभ भनेको चाहिँ एनोड हुन्छ, नेगेटिभ भनेको चाहिँ क्याथोड हुन्छ, अनि क्याथोडबाट ग्यास बन्छ जो कि हाम्रो ब्ल्याक वायर हो। र यसरी हेर्न सक्नुहुन्छ त बिस्तारै बिस्तारै ग्यासको बबलहरू बनिरह। यसलाई धेरै नै टाइम लाग्छ, तर अब के गर्न सकिन्छ, कुद्नै पऱ्यो थोरै बेर। म 15-20 मिनट पछि आइसकेको छु र अब यसलाई खोलेर हेरौँ कति ग्यास बनेको छ। तर यसलाई जसरी मैले खोलेको त्यसरी नै निकाल्नु होला। यसलाई उल्टा गर्नु भने ग्यासहरू सबै बाहिर निक्लिन्छ, किनकि यो हावाभन्दा हल्का हुन्छ। बाँकी यसलाई हेरौँ अब यो बन्यो कि बनेन हाम्रो हाइड्रोजन ग्यास। यस, हाम्रो हाइड्रोजन ग्यास बनिसकेको छ र यो हेर्न सक्नुहुन्छ यो पानी पनि कन्डक्टिभ भइसकेको छ। यसमा नुन छ, त्यसको कारण। यसलाई फेरि एकचोटि गरेर हेरौँ, टेस्ट हान्नु अब यसलाई।